आदरणीय दर्शकहरू, हाम्रो यो लसुन बारी हेर्नुहोस्। यो हो हाम्रो परम्परादेखि लगाइरहेको हाम्रो भोटे लसुन। यसको स्वास्थ्यको दृष्टिले, त्यसपछि पोषणको दृष्टिले यो धेरै उपयोगी छ। तर मान्छेहरू फेसनको रूपमा हरेक कुराहरू आयातित भएको हुनाले खानपान पनि कतै चाइनिज लसुन भनेको छ, कतै के लसुन भनेको छ। तर जो हाम्रो असली हाम्रो परम्परादेखि चलिआएको खेतीपाती हो, परम्परादेखि अगाडि बढेको हाम्रो जुन खानपान हो, यो कुरालाई मान्छेहरूले भुलिराखेका छन्। तर हामीले भुलेका छैनौँ। हेर्नुहोस्, यो हो भोटे लसुन, शुद्ध अर्ग्यानिक भोटे लसुन। यो हाम्रो नङ्ग्रे लसुन। यो नङ्ग्रे लसुन ढाल्ने काम पनि भइरहेको छ। यसलाई ढाल्नु परेन, यसलाई ढाल्नु पर्यो। यो ढाल्ने काम जारी छ। यो हाम्रो लसुन बारी। यसमा धेरै दुःख छैन, कष्ट छैन, पीडा छैन। मलजल पर्याप्त मात्रामा चाहिन्छ। बाँकी कुरा फल भन्ने कुरा यसले आफै दिन्छ। यसमा सारो लाग्दैन। यसलाई दुम्सी पनि भनिन्छ। दुम्सी लाग्दैन अथवा सारो लाग्दैन। त्यसपछि मुसो लाग्दैन, चरो लाग्दैन, बँदेल लाग्दैन, बाँदर लाग्दैन, चरो मुसो केही पनि लाग्दैन। कुनै चिजले पनि खाँदैन। किनभने यो यति अजमरी खेती छ कि यसलाई हावाहुरीले पनि नष्ट गर्न सक्दैन, आँधी असिनाले पनि नष्ट गर्न सक्दैन। त्यसैले तपाईहरू सबैले, आदरणीय किसानहरूले सबैले आफ्नो बारीमा थोरै भए पनि यो खेती गर्नुहोस्। यो भोटे लसुन लगाउनुहोस्। त्यसपछि नङ्ग्रे लसुन लगाउनुहोस्। लसुन खेती गर्नुहोस्। लसुन खेतीमा त्यति दुःख पनि छैन। मलजल त जसलाई पनि चाहिन्छ। त्यसैले गर्दाखेरि यो मैले लसुन अहिले ढाल्ने काम गरिरहेको छु। यो लसुन ढाल्दाखेरि यसको जुन भित्रबाट फुल्ने चिज हो, यो फुल्ने चिज अवरोध हुन्छ। यसको तल यसको फुलहरू बिचमै अवरोध हुन्छ। यो ढाल्ने भनेको कस्तो बुझ्नु होला भन्दाखेरि, जस्तै हामी बोकालाई खसी बनाउँछौँ अनि बहरलाई हामी बल्ल बनाउँछौँ। त्यस्तै प्रकारको सम्झिनुहोस्। यसलाई हामीले लसुनलाई अहिले के गरिरहेका छौँ भन्दाखेरि खसी बनाइरहेका छौँ। यो हेर्नुहोस्, यो ढालिसकियो। अब यो ढाल्न बाँकी छ। यो पनि ढल्छ, अब केही 1-2 मिनटमै ढल्छ। अनि यो हाम्रो भोटे लसुन। यो भोटे लसुनको पनि यसको यो फुल्न लागेको यो फुल, यो फुल टिप्नुपर्छ। यो भाँच दिनुपर्छ यसरी। यो भाँचेर यसको तरकारी ज्यादै राम्रो हुन्छ। यो तरकारी खाने हो। यो भाँचेर फाल्ने होइन, तरकारी खाने हो। यो यति राम्रो छ, यति महत्त्वपूर्ण चिज छ कि यो धेरै महत्त्वपूर्ण चिज छ। त्यसैले यो फुलिरहेको छ। म प्रत्येक दिन भाँचेर यसको तरकारी खाने गर्छु। अर्को यसमा यो यसरी, अर्को यता छ यसरी, अनि यता फुलेको छ यसरी। यसलाई तुरुन्तै यो घोपा निकालिसकेपछि भाँचिदिनुहोस्, ताकि यो भाँचेपछि यो राम्रोसँग यसले गानो हाल्छ। नत्र यसको गानो हुँदैन फेरि। त्यसैले गर्दाखेरि यो पाल्नु भनेको यसको गानो हराउँछ यो पाल्दाखेरि। त्यसैले गर्दाखेरि यो भाँच्नुपर्छ। यो खेतीपाती गर्ने तरिका हो। जस्तै राजनीति गर्ने तरिका, राजनीति गर्न नजान्दाखेरि म यो भन्ने मान्छेहरू पनि
आज कोही 1 सिट 2 सिट चुनावमा खुम्चिएका छन्, उनीहरू हराउँदैछन्, विनाश हुँदैछन्। त्यस्तै प्रकारले खेती पनि सही तरिकाले गर्न जानिएन भने यसको पनि अस्तित्व हराउँछ। त्यसैले गर्दाखेरि खेतीपाती ध्यानसँग गर्नुस्, आफ्नो बारीमा तरकारीहरू आफै फलाउनुस्, आफै खानुस्, अनि केही बचेको बिक्री गर्नुस्। हामी कतै विदेश जानु पर्दैन, कतै दलाल लगाउनु पर्दैन, कतै कसैलाई भनसुन गर्नु पर्दैन। यो खेतीपाती गर्नको लागि शुद्ध के चाहिन्छ भन्दाखेरि परिश्रम चाहिन्छ। परिश्रमको फल मिठो हुन्छ भन्ने कुरा हामीले किताबमा मात्रै पढ्यौँ, तर यसलाई व्यवहारमा उतारियो भनेपछि बल्ल मजा आउँछ भन्ने कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। हस्त, धन्यवाद।